नमस्ते दर्शकवृन्द, यति बेला म काठमाडौँको एकदमै नजिकको एउटा गाउँ सानो कामको सिलसिलामा आउँदै गर्दाखेरि चाहिँ मैले अलिकति फरक जातको कुखुराहरू देख्यौँ। त्योसँगै मैले बुझ्ने क्रममा चाहिँ उहाँ कुखुरा व्यवसाय एउटा फाइटर कुखुरा, हामीले नामै सुन्दा पनि अलिकति अनौठो लाग्यो। फाइटर कुखुराको व्यवसाय एकजना भाइसँग हामीले त्यो जातको कुखुरा सम्बन्धी पनि थोरै बुझ्ने कोसिस गर्दैछौँ। उहाँ भाइसँग थोरै कुराकानी गर्नेछौँ। भाइ नमस्ते। भाइ नमस्कार। भाइको शुभ नाम? म साइला भाइ भन्छ भनौँ न, अब साइला भनेर चिन्छ। अब त्यही हो। यो गाउँको नाम चाहिँ के हो नि? गाउँको नाम हल्दार बस्ती हो। हल्दार बस्ती? हजुर। यो हल्दार बस्ती नाम चाहिँ कुन तरिकाले चाहिँ बस्न गएको तपाईँलाई केही थाहा छ? सुन्नमा आएको, अब थाहा भएको चाहिँ यही हो। अब जो हाम्रो पुर्खा जिजुबाजे हजुरबाउ पनि बाउ चाहिँ ऊ बेलामा हल्दार हुनुभएको रहेछ। त्यो युगमा भनौँ न, योभन्दा 150-200 वर्ष अगाडि त्यो युगमा हल्दार भएको कारणले चाहिँ अब यो ठाउँको नाम चाहिँ हल्दार गाउँ भयो। अनि यस्तरी नै बिस्तारै अब हल्दार बस्ती भनेर रहेको यो गाउँको नाम चाहिँ यसै भएर। अब हाम्रो हजुरबाउहरू नि सेकेन्ड विश्वयुद्धमा लडेको बुढाहरू हो। हजुरबाउहरू चाहिँ सेकेन्ड विश्वयुद्ध हुँदो रहेछ भन्न। मेरो कान्छो हजुरबाउ त उता के भन्छ पाकिस्तानी लाउरे नि हो मेरो कान्छो हजुरबाउ, होइन? अब त्यो बेला त पाकिस्तानी लाउरे भनेपछि त खतरै हुन्थ्यो। पाकिस्तानी घर पढ्दै यसो ठाडोले यसो शिरले हेर्नु नि सक्थेन अरे मान्छेले। भनेको दोस्रो विश्वयुद्धमा चाहिँ लडेर आउनुभएको हो। त्यो युद्ध त्यो कारणले चाहिँ यो गाउँलाई चाहिँ हल्दार बस्ती भयो। हल्दार भयो त्यो युगमा नै भनौँ न। हाम्रो जिजुबा चाहिँ हल्दार भएको कारणले त्यो युगमा भनौँ 100-200 वर्ष अगाडि चाहिँ हल्दार भयो नि त। त्यो भएको कारणले चाहिँ हल्दार बस्ती रहेको यो ठाउँको नाम। अनि तपाईँ यो अलिकति फरक जात किसिमको कुखुराहरूको व्यवसाय गरिराख्नु भएको रहेछ, होइन? यो चाहिँ कहाँदेखि हजुरको ल्याउनु भयो या कस्तो कन्सेप्टले चाहिँ सुरु गर्नुभयो? खास गरी यसो मोबाइल हेर्दै थिएँ। मोबाइलमा यस्तो फाइटर कुखुराहरूको बारेमा आइरहेको थियो, दिइरहेको थियो। एक्कासी मलाई नि रहर चाहिँ जाग्यो, होइन? रहर लाग्यो, पालौँ नि त भन्ने रहर लाग्यो। अनि कताबाट अब भाइ भतिजहरूको यस्तै कन्ट्याक्ट मार्फतबाट फेसबुकबाट एउटासँग कुरा भयो र ऊ मार्फतबाट मैले लिएर आएको। मेरो रहरले भनौँ न, एउटा रहरले व्यवसाय गरे हो। व्यवसाय ठुलो मेरो त होइन, तर भए तापनि मेरो आफ्नै भनौँ न रहर हो। खास नर्मल कुखुराहरू भन्दा यसको चाहिँ कस्तो हुन्छ मार्केट प्राइजहरू, होइन? मार्केटको मूल्यहरू चाहिँ नर्मल कुखुराहरू भन्दा अब यिनीहरू अलिकति भन्न मार्केटमा अलि हाई नै हुन्छ। अब नर्मल कुखुराहरू भन्न 3035मा 1.5 वर्ष 2 वर्षको भाले आउँछ, हो कि होइन? यिनीहरू अब 2-4 महिनाको नै 5-7 हजारसम्म पर्छ एउटाकै। सानो एउटाकै चाहिँ अब भाले 2200को भालेको लगभग नर्मल 5देखि लिएर 7 हजारसम्म आउँछ साइज हेरेर। अब ऊ कति साइज छ, हो कि होइन? केजी हेरेर नि हुन्छ। अब नर्मल 1-1.5 केजी छ भने त्यो अनुसारको भाउ पनि हुन्छ। तर यो त अब हेभी छ। अब हाम्रो त अलिक ठुलो साइजको नि भयो। यिनीहरू चाहिँ अलिक हाई नै पर्छ, लगभग 8-10 हजार पर्छ यिनीहरू एउटा मात्र किन्दा। भनेपछि व्यावसायिक हिसाबले चाहिँ राम्रै छ इन्कम राम्रै छ। यो चल्या छ, त्यस्तो ठुलो नभए नि जस फाटाफुटा आफूलाई भन्न बढाउने कोसिसमा छु। बिस्तारै बनाउँदैछु। अब बिस्तारै यो यिनीहरू यो संरचनाहरू नि बनाउनु पर्यो। त्यही हो, कुखुराकै लागि बाख्राहरू पनि छ। फाइटर कुखुराकै लागि बाख्रा नि छ। बजार मूल्य चाहिँ जे होस् राम्रै पाउनुहुन्छ? राम्रै छ अहिलेसम्म भनौँ न। अनि मागहरू चाहिँ कस्तो हुन्छ यो फाइटर कुखुरा? माग छ। चल्ला जोडीहरू भनौँ न, धेरैले चल्ला जोडीहरू माग्ने धेरै छ। अब साथीभाइहरू म पनि पाल्छु, म रहरले मलाई नि दिनु पऱ्यो एक जोडी भनेर धेरै छ। तर मैले त पुर्याउनु सकेकै छैन। अब जम्मा 2-5वटा बच्चा छ, अब कसलाई दिने भन्ने कुरा छ। त्यही हो, माग त छ। नयाँ किसिमको भयो नि त यो। नागार्जुनमै सायद हुन त म बाहेक अरू पनि होला यो नगरपालिकामा। तर लगभग मलाई लाग्छ म नै हो कि अरू पनि कोही छ, तर खासै थाहा छैन मलाई। यो नगरपालिकाभित्र पहिलो म नै हो कि जस्तो नि लाग्छ, तर कोही थाहा छैन। अरू कोही पनि होला सायद, होइन? यसको यो बजार मूल्य यति महँगो, जस्तै एउटै सानो उसकै नै 5,000-7 हजार भन्नुभयो, होइन? त्यो चाहिँ के कारणले, यसको के टेस्टहरू अरू के कुरामा चाहिँ प्रयोग हुन्छ यो कुखुराहरू? टेस्ट त खास अब भन्न त्यो नर्मलै होला। कुखुराकै स्वाद आउने हो, होइन? तर यिनीहरू चाहिँ फाइटर भएर यिनीहरू त फाइट गर्ने, अब यिनीहरू त्यो खाले कुखुरा भएर चाहिँ अलिकति महँगो हुने हो। अब यिनीहरू त भन्न भोलि फाइट गरेर जुधेर यिनीहरूले कसलाई विनर भएर कसलाई जुधेर यिनीहरूले जित्यो भने यिनीहरू त 10,000 होइन, अब धेरै मूल्य पनि पर्न सक्छ। त्यसरी हो यो। भन्नाले कि फाइटै गर्दै फाइट नर्मलहरूलाई त फाइट गर्छ यसले। अब भन्न यिनीहरूको पनि कप हुन्छ, जस्तै फुटबल त्यो विश्वकप भने जस्तो यिनीहरूको पनि कप हुन्छ नि त। यसमा हामीले भन्न सामेल भएर त्यसमा जोइन भएर त्यसमा भिडाउने हो, होइन? आफ्नो भालेले जित्यो, राम्रो
सँग सप्लाई हरायो भने यसको प्राइस धेरै नै हुन्छ यसको छुट्टै ट्रेन्ड पनि हुन्छ यिनीहरूलाई Fight त्यो गर्नको फाइट गर्न लागि? यिनीहरूले गर्ने त गर्छ कोहीले पानीमा नुहाउने दुनियाँ गरेर होइन स्विमिङ गराउने अनेक गर्छ तर मेरो चाहिँ अब दौडिन मेरो अरू जो थुनामा पालेको कुखुरा होइन नि त तिनीहरूलाई त्यो गर्नुपर्छ तर मेरो त अब बिहान 6 बजीदेखि भरे 4 बजीसम्म अहिले मानिलिउँ 4 बज्यो अहिलेसम्म खुल्ला दौडेर खुलेर चरेको कुखुरा हो नि त मेरो त त्यो थुनामा कुखुराले ट्रेनिङ दिनुपर्छ तर मेरो बिना ट्रेनिङ नै यिनीहरू जो अलिक मजबुत छ भनौँ न त्यो लाग्छ मलाई भनेपछि एउटा व्यवसाय एउटा गेमको हिसाबले पनि यो राम्रो छ गेमको हिसाबले पनि अब बनावट राम्रो मान्छे नै अलिकति भनौँ न राम्रो अग्लो हाइट होइन अरू कुखुराहरूभन्दा हेर्दा नै आकर्षण छ नि हो होइन आकर्षक, हो, अर्को नर्मल हुन्छ यस्तो थोरै पुड्की हुन्छ यिनीहरू पनि हाइट लगभग 2 फिट चान्चुनको हुन्छ त्यही भएर हो भनेपछि कसैलाई यदि फाइटर कुखुराहरू चाहियो भने होइन हजुर अथवा फरक टेस्टको लागि आफूले चाहियो भने पनि हजुरलाई सम्पर्क गर्दाखेरि हुन्छ हुन्छ अब कसैलाई रहर छ इच्छा छ म नि यसो पाल्छु भन्ने इच्छा छ भने कसैलाई दिन सक्छु म थोरै मात्रामा बिस्तारै बढ्दैछ मेरो नि पहिलोचोटि हो धेरै नै भएको छैन भर सुरुवातै हो मेरो नि बचाउनलाई त्यस्तो गाह्रो के हुन्छ कि हुँदैन बचाउनलाई त गाह्रो हुन्छ नि हो किन वनबिरालोबाट बचाउनै पर्छ अस्ति भर्खर नि मेरो एउटा माउ लग्यो 4000 को पोथी त्यो व्यवसाय गर्छु हल्का केही त भइहाल्छ रिस्क त हुन्छ जस्तै वन बिरालो त अब त्यो बाहिरको भयो होइन र त्यसको खानाहरू जस्तै नर्मल कुखुराहरूलाई जस्तै नै हो नर्मलै हो यिनीहरू मकैहरू यसै खासै अब त्यही खानाहरू यसैहरू नै हो खासै त्यस्तो ठुलो केही दिनु पर्दैन एक्स्ट्रा यस्तो यिनीहरू सागसब्जी यो घाँसपात खाएरै हुर्किन्छ भनौँ न छ नि जति पनि घाँसपातहरू त्यही हो हुन्छ हजुरको व्यवसायको सफलताको शुभकामना कसैलाई चाहिएछ भने हाम्रो नागार्जुन नगरपालिका होइन वडा नम्बर 6 हलदार बस्ती पछाडि आएर चाहिँ सम्पर्क गर्नु भए हुन्छ कसैलाई रहर इच्छा छ भने सम्पर्क गर्नु पनि पाइनु हुनेछ